के तपाईँ घर जग्गा किन्ने बेच्ने सोचमा हुनुहुन्छ या पहिलोचोटि घर जग्गा किनबेच गर्ने सोचिरहनु भएको छ भने तपाईँले यो निम्न कुराहरूलाई विशेष ध्यान दिनुभयो भने भोलिको दिनमा कुनै पनि समस्या तपाईँलाई पर्ने छैन। एक नम्बरमा रहेको छ कानुनको स्वामित्वमा रहेर कागजको नापजाँच गर्ने। जस्तै कानुनको स्वामित्व भनेको कानुनमा अंशियारहरूले अंश पाएको हो कि होइन, के हो कसो हो तपाईँले सम्पूर्ण कुरा बुझ्नुपर्ने छ भने कागजमा कुनै मुद्दा लफडा छ कि छैन त्यो कुरा पनि बुझ्नुपर्ने छ। र अर्को कुरा छ जग्गाको साइज र नक्साको मिलन गराउनु परेछ। जस्तै जग्गाको साइज अनुसार नक्सामा छ कि छैन, नक्साको साइज अनुसार पूर्जामा छ कि छैन, यो कुरामा पनि तपाईँले विशेष ध्यान दिनुपर्ने छ। र अर्को कुरा छ भौगोलिक र भौतिक अवस्थाबारे चाहिँ विशेष ध्यान दिनुपर्ने छ। जस्तै भौगोलिक अवस्थामा भोलिको दिनमा कुनै पनि भौगोलिक समस्याहरूले तपाईँलाई समस्या दिन्छ कि दिँदैन, र भौतिक अवस्थामा तपाईँको घर जग्गासँग आउने ढल बत्ती पानी बिजुली के छ त्यो पनि विशेष तपाईँले ध्यान दिनुपर्ने छ। र अर्को कुरा छ भने मूल्याङ्कन र मोलमलाइ। मूल्याङ्कनको मतलब चाहिँ तपाईँको अगाडिको सदियारको जग्गाको मूल्याङ्कन कस्तो छ, यताको मूल्याङ्कन कस्तो छ, र मोलमलाइमा विशेष ध्यान दिएर बैना कागज राम्रोसँग तपाईँले कारोबार गर्नुभयो भने भोलिको दिनमा तपाईँलाई कुनै पनि समस्या छैन। थप यस्तै राम्रो भिडियोको लागि रातो पूर्जा नेपाललाई सम्झनुहोस् र फलो पनि गरिदिनुहोस्। हस्, धन्यवाद।